हाम्रो सरकार कसरी भयो यो? किन तपाईहरुले त सरकारमा आफ्नो सहभागिता अथवा जनजी पुस्ताको सहभागिताको लागि आग्रह गर्नु भएको छ? होइन, त्यो त डेफिनेटली हुनु पर्यो। यो त सबैले भन्नुलाई जस्तो प्रधानमन्त्रीले अहिलेसम्म जनजी पुस्ताको कसैलाई पनि मन्त्री बनाउनु भएको छैन, एकजना पनि मन्त्रीमण्डलमा छैनन्। हामीले बनाएको सरकार हो भने हाम्रो प्रतिनिधित्व हुनु परेन त? भन्नुस् त। अहिलेको अवस्थामा सरकारमा तपाईहरु जाने कि तपाईहरुको माग पूरा गराउनको लागि दबाब दिने? तपाईहरुको बटम लाइन के जनजी पुस्ता के हो? होइन, हामीलाई त हाम्रो माग पूरा भए पुग्छ। हेर्नुस्, केही गर्नु छैन अरु, माग पूरा भए पुग्छ, देशलाई राम्रो भए पुग्छ। तर त्यो देशको लागि हितमा हुने खालको अहिलेसम्म आज सम्बोधनमा पनि केही पनि देखिएन। होइन, अब केही पनि नदेखेपछि त हामीले यत्रो ज्यान धनको क्षति यत्रो गरेर चाहिँ हामीले के प्रिपोन गरेको, छिटो चाहिँ निर्वाचन गर्ने त्यो डेट सारे मात्र हो त? ज्यान धनको यत्रो त्यो हाम्रो संरचनाको क्षति भएको छ। हिस्टोरिकल थिङ्सहरू, अब हिस्टोरिकल त्यो बिल्डिङ्स, मोन्युमेन्ट्स के त्यसको क्षति भएको छ तपाईँको। अब कतिजना शहीद हुनु भएको छ, कतिजना घाइते हुनु भयो होला। अब यो त भयो त त्यत्रो बलिदानलाई त्यही त लात हाने जस्तो कुरा भयो नि। हामीले बनाएको सरकार भयो भनेपछि हाम्रो प्रतिनिधित्व हुनु पर्यो र हाम्रो एजेन्डाज पनि सुनिनु पर्यो।